पोखरा गोसाइकुण्ड दुन्चे हाम्रो यात्रा चाहिँ गोसाइकुण्डसम्मको हो। वेलकम टु माई भ्लग गाइज। हामी चाहिँ सबैजना गोसाइकुण्ड जाँदैछौँ आज नि। हामी यतिजना छौँ, आउनु अरू चाहिँ आउने बाँकी छ। अनि मेरो भ्लग कस्तो हुन्छ सबैजना हेरिदिनु हाम्रो गोसाइकुण्डको यात्रा भन्ने। यहाँ चाहिँ अझ रेडी भएको छैन। यहाँ चाहिँ अझ के गरेर यहाँ तिमीहरू झडा परेर यहाँ कस्तो लागिरहेको भाउजू? यहाँ जमदार तयारी हुँदैछ गाइज होइन। कनु कस्तो लागिरहेको त गोसाइकुण्ड जानलाई भन्? रमाइलो फर्स्ट एक्सपिरियन्स सबैजना हामी ट्रेकिङ। हाम्रो गाडी ल्याइसक्यो गाइज। आयो भने त आइहाल्यो नि। के भन्नु दिदी यहाँ भन न, कोही बोल्नु मेरो भ्लग के बोल रोबेन बोल्नु नि भाउजू। ल बाई अब यहाँ इबीमा जाँदैछौँ गाइज हुँदै समस्या होइन। अनि अब म यहाँ सबैजना कतिजना जाने इन्ट्रोडक्सन गराउँछु ल। हेलो मेरो नाम कविता शिक्षा। अर्को को हो? अर्को भाउजू यहाँ हेलो यो चाहिँ गाइज बोल्न सक्दैन गाडी चल्ने बित्तिकै होइन। अब यो चाहिँ अगाडि म अगाडि बस्दैन कि अगाडि हाइटेक गर्दै रोबेन यसले हाइटेक गर्छ। अनि हामी चाहिँ ड्राइभरलाई हुनुहुन्छ दुन्चेसम्ममा एक्साइटेड। हामी चाहिँ यस्तो बस्नेवाला के अरे आफ्टर बिफोर ट्रेकिङवाला भिडियो गर्नु। हामीसँग चाहिँ यहाँ कोही कोही मान्छे थपे जाइ हुनुहुन्छ। एउटा दाजु गाइजहरू नर्मली यहाँ इनर्जी बार यस्तो बनाउनु भएको है। यो चाहिँ के हो रोबिन भन तिमीसँग तिमीसँग भन त। यसमा बिचरालाई के थाहा मन्दिरबाट आएको बदम यो चाहिँ हामीले ओभनमा ओभनमा बनाउने भनेको यस्तो धुलो पिठो यो त भयो है गाइज। बदम अन्त के त्यो किसमिस दुध पाकहरु हुन्छ दुध पाक यहाँ नर्मली बनाउनु भएको यो गाइजहरू होइन। 250 रुपियाँ 250 को 250 को यो 250 त खतरा रोबिन। यो भन्दा त मलाई चोले दिइहाल्यो। हेलो कहाँ राख्ने हो ब्याग? गाडी चार्ज गर्न लागिरहनु भएको छ। ओए ओर ल्या है तिमीहरु कि गाडीमा नअर्नु कि मार यति हो नि गुठमा नि हेर गाडी। हेलो गाइस अब हामी दाम्चे बजार आइसकेको छ। यो म रोबिन चित्रकार नगरजी खतरनाक दामी भ्यू गाइस। हामी चाहिँ यहाँ धुन्छ आइदिन लाग्यौँ। अब यहाँ यस्तो बाटो छ। यहाँ म चाहिँ भमिटा सिटीको फ्लाइट है कति किलोमिटर धुन्छ? 13 किलोमिटर गाइस। 13 किलोमिटर मात्र धुन्छ। 13 किलोमिटर अब हामी 8 घन्टामा पुग्छौँ होला त भन त। नमाजी त्यहाँ भिडियो गराउनु भयो हिमालको। हिमाल त्यहाँ लाङटाङ हिमाल देखिरहेको होइन होइन गणेश हिमाल देखिरहेको छ गाइस होइन। त्यहाँ चाहिँ ल तपाईँलाई त्यहाँ हेलो हामी यहाँ जाडो भइसक्यो। यहीँ माथि कति जाडो नि हो गाइस। हामी चाहिँ यहाँ आइपुग्यौँ। कहाँ हो धुन्चे आइपुग्यौँ। यो सबै हामी चाहिँ यहाँ भमिट गरेर छौँ। उता हाम्रो भाइ उता उता भाउजू निश्चल है निश्चल यहाँ रहेछ गाइस निश्चल। हामी जाने फेरि ए हुँदो रहेछ नि। यहाँबाट चाहिँ हामी जान्छौँ अब है कहाँ धुन्चेबाट घट्टेखोला 2 घन्टा खेदी देउराली 7 घन्टा लाग्दो रहेछ हाम्रो यहाँबाट देउराली पुग्न। 7 घन्टा हाई हामी चाहिँ कति एक्साइटेड छौँ हामी। भेरी एक्साइटेड। त्यो खच्चड हो कि खच्चड कस्तो लागिरह गाइजहरू बोला न ओइ कस्तो लागिरह भाउजू? सुरु गरेर हामी भर्खर सुरु गर्दैछौँ 5 मिनट पनि हिँडेको छैन गाइज। भोक लागिसक्यो अरे ल रमाइलो लागिरह भमिट गरेर ओइ 2 चोटि त गरे मैले 2 चोटि हो 2 चोटि भमिट गरौँ गाइज। त्यहाँ चाहिँ यो चाहिँ स्याप्रेसी जाने बाटो रहेछ। कस्तो दामी छ। अनि हामी चाहिँ कता पुग्नु यता माथि हामी चाहिँ यहाँ अब गोसाइकुण्ड धुन्चे। अब हामी यहाँबाट मासतिर लाग्छौँ। अब यहाँबाट यहाँ पुरा गर्दै हुनुहुन्छ दिदीहरू। हाम्रो यात्रा जारी छ। हाम्रो हिँडेको 5 मिनट कतिको जोस छ त नर्मे दिदी? कतिको जोस छ? यस हेर्नु भने ओ करुणको साथी
भेट भयो गाइस यहाँ निशाको साथी अनि हामी यहाँ हिँड्दैछौँ अब हामी भर्खरै गाडीबाट ओरेर 5 मिनटमा हिँडेर खुट्टा दिन्छु अब के होला गाइस मेरो त पाता दुइजो लाउन गाइस यहाँ हिँड्न पाएन पाता दुइजो भनिसक्नु भयो दिदीले चाहिँ अन्त यहाँ यत्रो जना हुनुहुन्छ है हाई वाइ सबैजना हाई भन्दै जानु है हाई हाई वाउ हिरो नि कबिना गोसाइकुण्ड पुग्यो अरे भने गाइस कबिनाले गोसाइकुण्ड पुग्यो अरे हामी मिनी गोसाइकुण्ड आयो करोड निस्कने भने कबिना गोसाइकुण्ड पुग्यो होइन तपाईँहरूलाई हाम्रो भ्लग अहिलेसम्म कस्तो भइरहेको इन्ट्रेस्टिङ भइरहेको होइन त अझ धेरै मजा लिनको लागि लास्टसम्म हेर्नु लाइक कमेन्ट गर्नु होला हामी चाहिँ कतिजना आएको छौँ भने हामी टोटल 8 जना आएको छौँ है दिदी 8 जनामा हामीसँग एउटा दाई मिसिनु भएको छ 7 जनामा उहाँ सुधा 8 जना हामी 7 जना थियौँ उहाँ चाहिँ काठमाडौँबाट आउनुभएको अनि हामी हिँड्दैछौँ 5 मिनट पनि हिँडेको छैन अहिले यहाँ सुदीक्षालाई थकेर आइसक्यो अरे अन्त यस्तो पाराले हामी गोसाइकुण्ड त पुगिदिनु जाऊँ फिलाको पाउनु भयो बाँदरहरूले चाहिँ आम्मा गाइस यत्तिकै हुनुपर्छ बरस गरेर गाइस यत्तिकै हुनुपर्छ मैले नि गरेँ होइन भने गर्नु क्या अब एक्साइडेड लेभल के एक्साइडेड लेभल अहिले एक्साइडेड लेभल हट्छ सबै ओइ मेरो स्टिक चाहिँ खै हेलो हामी चाहिँ हाम्रो पैदल यात्रा भएर सुरु गरेको आधी घन्टा पनि भएको छैन 15 मिनट भयो होला हामी उता माथि जानुपर्ने हो त्यो बादल माथि यता हेर्नुहोस् तपाईँहरूले यस्तो छ सिन दाँत माझिरहेको एउटा है रुख हेर्नु रुख म त फेरि जेमान बबाल देखिहाल्छु नि मेरो हाम्रो यात्रा जारी नै छ अझै हामीलाई खाजा खाने ठाउँसम्म पुग्नको लागि आधी घन्टा लाग्छ मेरो ब्याग चाहिँ घलुका ब्याग चाहिँ भाउजूले बोकेर सबैभन्दा गरौँको ब्याग मलाई खै म त राम्रो देखिरहेको चस्मा मात्रै चस्मा मैले चाहिँ कति देख यस्तो नेचर त खोलेर हेर्नुपर्छ कस्तो नेचर देखिरहेको मैले हेर्नु न चस्माले राम्रो देखिरहेको कि नराम्रो देखिरहेको मैले चाहिँ हामी नागु पुग्ने घट्टे खोला 30 मिनट बाँकी नै छ हाम्रो यात्रा जारी नै छ अहिले भने हामीलाई आधी घन्टा खाजा खाने ठाउँ जानु बिहानदेखि चियाको भरमा आएका छौँ सिस्नु ल भिडियो यहाँ हामी चाहिँ पुल तर्दैछौँ अब यहाँबाट यहाँ चाहिँ यस्तो बाटो यहीँ थकित भइसक्यौँ गाइस हामी यहाँ सानो पुल तर्यौँ क्यामेरा ढल्के हेर्नु नि यहाँ पुरै तपाईँको मुहाले ढल्के गर्छ हामी चाहिँ यहाँ पुलबाट अब पार चढ्छौँ अनि हाम्रो यात्रा यहाँबाट अब साइदै ठाडो उकालो हो होइन त थकिसक्यो अरे नि म त थाकिसकेँ खाजा भनेको थियौँ अझ हामी खाजा यही हो खाजा खान्छौँ यहाँ चाहिँ 2 जना आउँदै हुनुहुन्छ पछाडि हामीले खाजा भनेको यहीँ हो चाहिँ यहाँ खाजा खान लाग्दैछौँ सना अन्डा चाहिँ उहाँ अन्डा ल्याउ त ऊ चाहिँ उहाँ लुगा निकालेर पुरा गरमको भयो भनेर है हामी चाहिँ यहाँ बस्दैछौँ खाँदैछौँ अन्डा नि माग्यो है अन्डा नि बिस्तारै
हामी यहाँबाट हिँड्दैछौँ अब हामी खाजा खाएर हामी चाहिँ यहाँबाट हिँड्यौँ गाइज यहाँ टिटा बनायो भने टिटा बनायो कसैलाई आएन यहाँ हिँड्यौँ हामी खाजा खाएर चाहिँ इनर्जी बुस्ट भयो हामीसँग आयो होइन यहाँ चाहिँ मलाई दामी मलाई यहाँ त क्या दामी भिडियो बनाउनु मलाई राख्यो है वाउ यहाँ कस्तो दामी खोला हो कि यो यहीँ पौडी खेल्न मन लाग्यो त जाम पऱ्यो यहाँ चाहिँ यस्तो लेखेको रहेछ चोरी शिकार रोकाउँ रेड पान्डा हावरा के हो यो चाहिँ फोटो भिडियो खिच्दै हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई छोडिदिनु भएको थियो हामी भाउजू र म चाहिँ पछाडि है भाउजू उनीहरू छोडिदियो हामी बल्ल तल्ल भेट्टायौँ उनीहरूलाई अझ उनीहरू अगाडि गइसक्यो हामी यहाँ बिस्तारै जाँदैछौँ पुल चढ्दैछौँ अब हामी कस्तो गाह्रो हुन्छ गाइज हामी चाहिँ यहाँ रेस्ट गर्दैछौँ एकछिन त्यहाँ चाहिँ हामीले लाली गुराँस भेट्यौँ यहाँ बजाऊ भनेर एउटा भाइहरू चाहिँ कहाँ पुगिसक्यो हामी चाहिँ यहाँ भर्खर रेस्ट गर्दैछौँ कहाँ आइपुग्यो हामी चाहिँ एकछिन रेस्ट गर्दैछौँ गाइज अब धेरै थकै त लागेन नि धेरै थकै राखेन त्यो बाटो होइन सबैले भन्नु भए कस्तो भइरहेको अरू थकै लागिरहेको छैन थकेला त तँलाई टाउको दुख लाग्छ दिदीलाई रातो भएको छ हिउँमा हेरेर दिदी भाउजू रमाइलो होइन दाई एकदम रोबिन ओ भोडे निचल यो अलि उता गाईहरू चाहिँ कपालले अलिकति हेरेर के दामी चाहिँ आइपुग्यो खेन्दी हामी खेन्दीमा रेस्ट गर्दैछौँ यहाँ सबजना फोटोसुट गरिरहनु भएको छ उयो नर्मा दिदी हो अम्मा हेर अर्को खन्छ उहाँ चाहिँ प्रोम्याक्स दाइ ठिक छ उता फोटोसुट भइरहेको दाजुभाइको अनि म यहाँ ऐना हेर्नु पऱ्यो एकचोटि ऐना यहाँ चाहिँ यस्तो लोकल खाना खान्छ एक्साइटेड सुरु गऱ्यौँ ल हामी चाहिँ खानालाई अर्ग्यानिक नइस्मा पहिले खाउँछु तातो भात खाऊ खाना सबैको खुर्सानी हो न एउटा चाहिँ खाना पनि खायौँ होइन नभए चाहिँ हामी यहाँबाट हिँड्छौँ अब कति बेला भने अब पेट बिमार भयो यहाँको चाहिँ यस्तो छ हाई हेलो हामी चाहिँ खाना खायौँ अब निस्किन्छौँ हामी यहाँबाट अब हामी कति 6 घन्टा हिँड्छौँ भने लगातार भाउजू अब लगभग 6 घन्टा हिँड्छौँ होला मलाई यस्तो दुख्यो कि त्यो तातमा भयो एउटा गिलास दिनु माग्नु न ताप्दैछौँ हामी यहाँ चाहिँ चौरीको पुच्छर पाउँछै पाउँदैन निस्क्यौँ गाइज यहाँबाट खाना खाएर उहाँहरू चाहिँ कहाँ जानु हामी चाहिँ खाना खाएर तपाईँहरू कसै गुन्डाउने हो भएर जाँदै तपाईँ गाडी खाएपछि हामी यहाँ हिँड्न सकेनौँ सबजना होइन त खाना खाएपछि चाहिँ अलि हिँड्न नसकिने जस्तो अवस्था मैले प्रोटेक्ट गरेर हाके पछाडि म चाहिँ लास्टमा छु जहिले पनि गाइज होइन म चाहिँ लास्टमै छु अनि त्यहीबाट बादल पारीको देशमाथि चाहिँ पुरा बादल उडिरह यहाँ चाहिँ एकैछिनमा वेदर चेन्ज भयो घाम लागेको थियो टुरुस आएर अर्को हेर्नुहोस् गाइज त्यहाँ बोटे कुकुर यहाँ अर्को काली कुकुर हिँडौँ न हिँडौँ गाइज त्यहाँ चाहिँ ऊ हेर्नु न कस्तो दामी पिङ्क कलरको रोड रन पहिला लाली गुराँस हिँड्दैछौँ गाइज हामी चाहिँ अब चाहिँ ठाडै उकालो आयो हिँड्दैछौँ सास फेर्दैछौँ रमाइलो भइरहेछ नि त गाइज थके त लागेन नि यस
यस्तो दामी छ गाइस ब्युटिफुल पिपल पिपल्स we are beautiful because then you are I don't know how to English यस्तो ठाउँ छ हैन सोलो ट्रेक चाहिँ नआउनु होला हिम्मत हुने मान्छेले सोलो ट्रेक आउनु हामी है म त झिन्दै हाल्छु के सोलो ट्रेक भने सोलो ट्रेक के तिमीहरूलाई कुरो हो के म नत्र म कहाँ बसिरहन्छु घना जङ्गल छ हामी त पुरा जङ्गल छ छैन अरे हैन खोइ जङ्गल होइन त यहाँ के जङ्गल छ र यो ल यस्तो जङ्गल छ यहाँ वेदर चाहिँ एकैछिनमा यस्तो फेरि के बादल पुरा कुहिरो अघिसम्म हामी केही देखेन जस्तो बाटो हामी चाहिँ अब हामी कहाँ गएर बस्छौँ भने चाहिँ थाहा छैन अब हामी पुग्ने डेस्टिनेसन चाहिँ हाम्रो 3 घन्टा छ अझ 3:30 भइसक्यो हामी चाहिँ बिस्तारै हिँड्दैछौँ रेस्ट गर्दै गर्दै कोही थाक्नु भएको छैन यहाँ म चाहिँ अलिअलि थाकेँ यहाँ बस्दैछौँ यस्तो भ्यू देखिरहेको गाइस दामी फोटो खिच्दै हुनुहुन्छ अरू मान्छेहरू हाम्रो ग्याङ वहाँ पुगिसक्यो हामी चाहिँ यहाँ ठाडै उकालो आमा हामी चाहिँ थाक्यौँ यहाँ चाहिँ ठाडै उकालो है भिड जस्तो नदिने है रोबिन फाइन नट फाइन नट फाइन रे रोबिन गाइजहरू फाइन भेरी भेरी टु मच फाइन फाइन भन्दा नि माथि फाइन फाइन भन्दा नि माथिको फाइन ऊ टुरिस्ट म भिडियोमा देखाउँछु हेर्नु गाइजहरू विदेशीहरू नेपाल घुम्न आउँछन् भन्ने हामी चाहिँ यहाँ धिम्सा आइपुग्यौँ यहाँ नि होमस्टे रहेछ अझ हामी हिँड्नु छ 2 घन्टा हाम्रो डेस्टिनेसन भनेको चन्दनबारी हो किनकि हामी भोलि यहाँ कुकुरसँग फोटो खिच्दै चन्दनबारी हो नि त गाइज चन्दनबारी आइपुग्यौँ हामी चाहिँ ए सर धिम्सा अनि त्यसपछि चन्दनबारी वाउ द्याट इज कल्ड भ्यू हाम्रो मेहनत हराउको खेर खाइन उता पढ्न थाल्यो गाइज अब चाहिँ हामीले रेनकोट ओढ्ने अब रेनकोट निकालिसक्नु भयो युजमा त हाउनै पर्यो गाइज अब हामी चाहिँ सबै रेनकोट लगाएर रेडी भइसक्यौँ रेडी रेनकोट र मेरो पनि बनाउँछु ल हेलो गाइस हाम्रो यहाँ करिना चित्रकारलाई सबैले सब्स्क्राइब गर्नु पर्यो ल गाइस यहाँ करिना चित्रकारलाई सबैले सब्स्क्राइब गर्नु पर्यो सपोर्ट देखाइदिनु पर्यो गाइज हामी चाहिँ आयौँ के अरे यो ठाउँको नाम के अरे चन्दनबारी आइपुग्यो रेस्ट गऱ्यौँ आज चाहिँ हामी यहीँ बस्छौँ हामी चाहिँ आएर थकित अवस्थामा यहाँ यी सबैजना अनि यहाँ भाउजू सुतिसक्नु भयो यतातिर चाहिँ मालिस सुरु भइसक्यो चाहिँ यहाँ बसेको हौँ अघि हामी आउँदा चाहिँ पानी पऱ्यो अहिले चाहिँ रोकिसक्यो फेरि यो होटलमा बसेको छौँ हामी चाहिँ के हो यो होटलको नाम कहाँ है खै त होटल तासी देलेखमा यहाँ चाहिँ अहिले फेरि पानी कताबाट आयो गाइज कता हामी तल जाँदैछौँ त्यहाँ फोटो खिच्नलाई भ्यू यस्तो दामी हो नि त्यहाँ यहाँ यस्तो दामी है गाइज वाटर नाइस भ्यू सबैजना फोटो खिच्न आइरहेको छौँ त्यहाँ चाहिँ रेनबो वा वाटर भ्यू गाइज सबजना फोटोसुट गड मान्छेहरूलाई चाहिँ जाडो भएर अहिलेदेखिबाट हाम्रो बुवाको टी सर्ट लगाइरह्यो भाउजूले चाहिँ बुवाको स्वेटर यो बुवाको स्वेटर अनि मेरो मफलर गाइस हामी त जाँदैछौँ अब चिज फ्याक्ट्री होइन यहाँ चिज फ्याक्ट्री पनि छ अरे अनि हामी बसेको होटलभन्दा अलिकति तल अनि हामी त त्यहाँदेखि यहाँ त यस्तो चिज छ गाइस हामी भोलि गोसेकुण्डमा गएर कसरी नसक्छौँ भोलि होइन हामी पर्सि पुग्छौँ गोसेकुण्ड चाहिँ भोलि चाहिँ हामी गोसेकुण्डको यता होटलमा गएर बस्ने भनेको छौँ कतिको जाडो भइरहेको गाइस अति म त मर्नै लागिसक्यो टोपी मागेर लाग्यो अझै चिसो भ्याएको मैले तातो आइरहेको दुईवटा टोपीले हामी चाहिँ यहाँ चिज फ्याक्ट्री जाने भनेको थियौँ बन्द भइसक्यो जस्तो उयो हाम्रो घरको जस्तो तनाएर चाहिँ यहाँ चाहिँ
हामी चाहिँ जाँदैछौँ। कता हो चिज फ्याक्ट्री? त्यहाँ चाहिँ हिमाल देखिरहेछ, कुन हिमाल चाहिँ थाहा होइन। हामी चाहिँ यहाँ बसेको छौँ, यहाँ चाहिँ चिज फ्याक्ट्री हामी चाहिँ हेर्दैछौँ। अब त्यहाँ जाँदैछौँ। यस्तो चिसो हो नि, हामी त यस्तो चिसो हुँदैन भने त धेरै लुगा नबोकी आएको। तपाईँहरू आउँदा चाहिँ धेरै लुगा बोकेर आउनु। लास्टै चिसो हिउँ परेर मासतिर चाहिँ अझ पानी परेर थियो चाहिँ अघि। हाम्रो यो करिना चित्रकारलाई सब्सक्राइब हानिदिनु सबैले। लैन सबै हाने खाए यहाँ यत्रो चिज फ्याक्ट्री रहेछ यहाँ चाहिँ। यो चाहिँ के हो गाइस? सुवाको चिज फ्याक्ट्री। अँध्यारो ह त यहाँ त। यहाँ चाहिँ के स्टोर गर्ने मात्रै हो कि क्या? यहाँ गर्नु त गर्नु त्यही डेट महिना जति मात्रै हो कि तपाईँको भनेको यहाँ बोर्ड यहाँ चाहिँ जानुपर्छ हामीलाई। अनि त्यही भएर त्यो हामी यहाँ जानु त्यो डेट महिना जति मात्रै बनाउँछ, अरू त्यस्तो त्यो जङ्गलतिर सात तामा यहाँ कुखुरा उफ्रिँदै गाइस चाहिँ हेर्नु होला। यो कुखुरा मासु त मिठो हुन्छ होला गाइस। यो कुखुरा मासु त मिठो हुन्छ होला गाइस। ल हामी त्यहाँ छुर्पी हेर्नु जान्ला। छुर्पी हेरौँ न ल गाइस। 8:30 9:30 घन्टा हिँड्यौँ आज। 7 घन्टा हिँडेर चाहिँ यहाँ आइपुग्यौँ चन्दनबारीसम्म। पछि हामी भोलि यहाँबाट गोसाइकुण्डसम्मको यात्रा छ। कति घन्टा चाहिँ भोलिसम्म चाहिँ हामीलाई 5-6 घन्टा लाग्ला यहाँबाट चाहिँ। अनि आज हाम्रो डे 1 हो। अब डे 2 भोलिको भ्लग कस्तो हुन्छ तपाईँहरू, म एउटै जोडेर हाल्छु यो भ्लगहरू चाहिँ। हेरेर लाइक कमेन्ट गरिदिनु होला। आजलाई चाहिँ गुड नाइट, लास्ट थकेर आयो। बाई बाई गाइज, नमस्ते गाइज, गुड मर्निङ। त्यो अर्को भिडियो चाहिँ म हाल्दिनँ। अनि आज चाहिँ बिहान भइसक्यो है गाइज, कस्तो जाडो है रबिन। अनि आज चाहिँ डे 2 हाम्रो गोसाइकुण्डको यात्राको। अनि अब चाहिँ हामी सिधै आज हामी गोसाइकुण्ड पुग्ने भनेको छौँ। अब यही पाराले त गोसाइकुण्ड पुग्दैन, हामी आज कहाँ बिचतिर बस्छौँ त होला होइन कि। कति घन्टा लाग्छ अब हामी यहाँ? 8 घन्टा लाग्दैन, 8 घन्टा त। हाम्रो पाराले 8 घन्टा लगाइहाल्छ नि, अरूको पाराले 7 घन्टा लाग्छ। अनि अब चाहिँ हामी 7 बजे हामी चाहिँ हाम्रो सेकेन्ड दिनको यात्रामा हामी हिँडिसकेका छौँ दिदी। अनि अब हामी बसेको होटलबाट चाहिँ हामी हिँड्यौँ। कति 6 बजे हिँड्छौँ भनेको थियौँ हामी, 8 बज्न 8:30 भइसक्यो, 9 बज्न लागिसक्यो। अब चाहिँ हामी जान्छौँ। भाउजूहरू कता पुगिसक्नु हो अगाडि। घाम चाहिँ लाग्यो होइन, आज पनि पानी पर्छ जस्तो, हिजो पनि पानी परेको थियो। त्यही भएर मैले भिडियो चाहिँ बनाइनँ, पानी परेर भएर मोबाइल बिच चलेर। हेर्नु गाइस कति राम्रो लाली गुराँस, वाउ सबै थरीको लाली गुराँस छ यहाँ चाहिँ। कताबाट त आज चाहिँ म तपाईँहरूलाई एकदम धेरै आज रमाइलो गराउँछु मेरो भ्लगमा। वाउ वाट अ भ्यू गाइस, यति रमाइलो छ नि। एकचोटि चाहिँ सबैजना आउनै पर्छ, सबैजना आउनु पर्छ। तर लुगा चाहिँ अलिक धेरै बोकेर आउनु, लास्टै चिसो छ। अहिले त अझ यो धेरै कम भएर चिसो, पहिला अस्ति झन् धेरै चिसो धेरै। अब हामी यहाँबाट अबि तपाईँ त रियल 1 घन्टा हेर्नु गाइस त्यहाँनिर। यहाँ यो कुन हो यो, यहाँ हेर्नु नि, यहाँ कता गयो ए। अब हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ सेकेन्ड दिनको। कविना आइरहेछ, अरूहरू सबैजना आइरहनु भएको छ। यहीँ स्यास्या भइसक्यो म। बाहुनी भाउजू मास्तिर गयो। ल हेर्नुहोस् न गाइज, म रियल 1 घन्टा कि मैले हेर्नु कविना यहाँ बस्ने भनेको थियौँ हामी चाहिँ। पालो हुँदो रहेछ यहाँ चाहिँ। अनि हामी चाहिँ त्यहाँ तलको होटलमा बस्यौँ। यहाँ चाहिँ एकन्याक हामीले फोन गरेको थियौँ। अनि यहाँ चाहिँ भएन, हामी तलपट्टि होटलमा बसेको थियौँ। उता बाटो चाहिँ यस्तो छ, यति धेरै लाली गुराँस के निश्चलको हिँड्यो गाइज। कति धेरै खरीको लाली गुराँस देखिसक्यौँ हामीले। वाइट, रेड, पिङ्क, हेर्नु न, ओ माई गड। अहिले कस्तो जाडो भएको थियो, अहिले चाहिँ गर्मी भएर सबैले वहाँ ज्याकेट खानु थालिसक्यो गाइज। अनि बाटो केही देखेको छैन, यो तुवालो हो कि केले, सिधा बाटो आयो। अहिले चाहिँ हामी हिँड्दैछौँ। भाइहरू चाहिँ कहाँ अगाडि पुगिसक्यो। हामी चाहिँ यस्तो स्वर्ग आइपुग्यौँ गाइस, स्वर्ग। यति राम्रो बाटो हो, मान्छे अगाडि देख्दैन कि। म एक्लै भएँ, पछाडिबाट अर्को आउँदैन चाहिँ। हामी चाहिँ ग्रुप छुट्टिसक्यो, म चाहिँ एक्लै हो, दिदीहरू पछाडि हुनुहुन्छ, दिदी अरू
दिदीहरू चाहिँ त्यो पर्दैन हुन्छ कस्तो भयो भनेर मिल्की वे मिल्की वे छिटै हार्ने यिनीहरू छिटै हार्यो नि यो मान्छेहरू क्या फटफट हिँड्ने रहेछ नि बिहानै थियो पुतलीले गीत भ्यू जस्तै गीत पनि त्यस्तै बजाउनु भयो दिदीले हामी हिँड्दैछौँ हामी थाकेको छैन होइन गाइज छैन भिडियोलाई भयो नि नथाक्यो भन्नु न भन्ने त भन्नु भिडियोलाई भयो नि नथाक्यो भन्नु न भन्ने त भन्नु यतिको बाटो चाहिँ हिँड्न सकिन्छ है यहाँसम्म त आइपुग्यो हेर्नु त है लभली छ नि यहाँ त फुल अनि एनर्जी बाँधिएको केस खोला ठाउँ हो यो वे टुको चाहिँ 7 किलोमिटर छ यहाँ चाहिँ कसले केट्दै हो यो यस्तो नगरौँ होला 4 पनि बाँच्नु यो धर्मद्वार लेखे होइन र भने धर्मद्वार यहाँ चाहिँ रुखहरू कस्तो कस्तो छ अब यो सर्पो जस्तो यो के कस्तो कस्तो कुकुर जस्तो हेर्नु न कर्ना कान्न आउँछ कस्तो कस्तो रुख हो के हिँड्नु न कस्तो राम्रो लाग्छ भिडियो हिँड्नु त जान्नु हालिदिन्छु म त हामी चाहिँ उता माथि आइपुग्यौँ अहिले चाहिँ हामी कति मिटर माथि छौँ दाइ हामी कति माथि छौँ अहिले कति माथि हामी अहिले 46 माथि छौँ अनि हाम्रो चाहिँ भोक लगाएर हामी चाहिँ यहाँ अब दाइकोमा के हेर्दैछौँ हामी चाहिँ खाजा जान्छौँ हामी 4जना छुट्यो हामी चाहिँ सबैजना छुट्टेको छौँ 4जना माथि हामी 4जना यहाँ छौँ भाउजू उता हुनुहुन्छ यहाँ हामी 3जना छौँ हामी हिँड्दैछौँ यात्रा सफल पारौँ यत्रो यो चाहिँ खच्चड होइन घोडाको आँचीहरू रहेछ बाटोमा चाहिँ सबै हामीले चाहिँ अहिलेसम्म टेकेको छैनौँ हेर्दै हेर्दै यति रमाइलो छ तपाईँहरू भन्न सक्दिनँ आँखाले देखेको जस्तो क्यामेरामा देखाएको केही होइन आँखाले हेर्नलाई यति राम्रो छ भाउजू है भन्नु नि तपाईँ क्यामेरामा केही होइन यो रियल आँखाले हेरे जस्तो राम्रो त हेभन स्वर्ग कहाँ खोज्न जानु पर्दैन कतै है नेपालमै हो नि त अनि फकित भाउजू के लसुन ए स्याउ खाँदैछौँ हामी चाहिँ भोक लागेर यो भ्यूमा स्याउ कति मिठो यहाँ हामी 4 थरीको लालीगुँरास देख्छौँ पर्पल तल पिङ्क व्हाइट रेड गाईहरू के अरे यो लालीगुँरास कति थरीको हुन्छ कम्ती गर्नु त हामी त टुई काटु यहाँ आएर बस्यो आधी घन्टा भयो आधी घन्टा नि बढी भयो हामी चोलाङ पार्टी आइपुग्यौँ गाइज होइन हामी चाहिँ हिजो बस्ने यहाँ भनेको थियौँ फेरि अलिक धेरै टाइम लाग्ने भएर हामी चाहिँ भाइहरू चाहिँ आधी घन्टा अगाडि आएर बस्यो हामी आइपुग्यो अब हाम्रो यहाँबाट 6 घन्टा छ 6 घन्टा हामी चाहिँ यहाँबाट खाजा खाएर हिँड्ने भनेर चाहिँ उनीहरूले हामीलाई कुरा रहेछ उनीहरू त आधी घन्टा अगाडि आइपुग्यो होइन रबिन 1 घन्टा भइसक्यो 1 घन्टा भइसक्यो उनीहरू यहाँ अगाडि पठाइदियो यतिको जाडो भइरहेको गाइज ल अब चाहिँ यहाँ चाहिँ जाडै है अब चाहिँ कहाँनिर जाडो यहाँ चाहिँ हामी अब खाजा खानालाई रोक्दैछौँ यति एउटा पञ्चायत आउँछ त है गर्नु चाहिँ त अगाडि अब हामी खाजा खान्छौँ यहाँ त्यहाँको चुस्की लिँदैछौँ हामी चाहिँ यहाँ सबजना यति रात आयो नि यो कान्छेले त खाजा खाने अब हामी यहाँबाट
पानीले भिजेर त्यहाँ पर्स हेर्दैछु Oh my god, this is view. What a view. मम्मीले साइडवाला यसरी बोक्नेवाला बोक्नुहुन्छ पर्यो गाइज हामी हिँड्ने बित्तिकै हामी चाहिँ यहाँ अब लुगाहरू मिलाउनलाई बसेको अब हामी चाहिँ यहाँ भिडियो नगर्दै हामी पुग्छौँ है गाइज अहिले बाई बाई गाइज अहिले चाहिँ पानी रोक्यो हामी चाहिँ लहरी विनायकको ठाडै उकालो चढिरहेको मैले तलबाट यति गाह्रो भएको थियो लहरी विनायकको ठाडै उकालो धेरै गाह्रो है भाउजू जाडो नि यति धेरै जाडो हिउँ परेर अघि नै हिउँ परेर चाहिँ हिउँ छ कस्तो देखाएको छ सन्तमा हो हेलो गाइस हो गल्यो गर्न आइज बिस्तारै हामी चाहिँ अहिले फर्स्ट भइरहेको छौँ भाउजू र म चाहिँ बिस्तारै हिँड्ने हो आज हामी गोसाइकुण्ड गएर बस्ने हो माई गड हिउँ परे यहाँ चाहिँ हिउँ देख्न सक्नुहुन्छ अहिले ढिलो आइपुग्यौँ हामी चाहिँ अलिक हिउँ परिरहेको हुँदैछ हामी कहाँ आइपुग्यौँ भन्ने ठाउँमा आइपुग्यौँ लहरी विनायकको उकालो ठाडै उकालो चढ्दैछ मजा नि सकेको छैन भ्यू गाइज कफिनहरू माथि पुगिसक्यो दिदीहरू माथि हुनुहुन्छ म चाहिँ यहाँ पर्खिरहेको छु अहिले गाह्रो भएर सास फेर्न माथि आएपछि सास फेर्न गाह्रो हुँदो रहेछ बिस्तारै आइयो अब 1.5 घन्टा छ अरे यहाँबाट हिउँ खेल्दैछौँ गाइज ओ माई गड हामी बुद्ध टेम्पल आइपुग्यौँ यति दुःख सङ्घर्ष गरेर हामी अब यिनीहरूलाई हिउँ फाल्किन्छ गाइज हजुर गाइज हिउँ बढ्न थाल्यो यहाँ चाहिँ अलिअलि नेपालको झन्डा गाइज जाडो म हिँड्न सकिनँ मम्मी मेरो भ्लग चाहिँ लामै भयो होला हेरेर 7 दिन होला लास्टसम्म लामै हुन्छ यो भ्लग चाहिँ म घर पुगिसकेसम्म पछि मात्रै इन्ड गर्छु दिदीहरू चाहिँ छैन ऊ त्यहाँ चाहिँ भैरव कुण्ड छ गाइज अब चाहिँ हामी हो यहाँ चाहिँ भैरव कुण्ड रहेछ यहाँ चाहिँ प्रायः कोही नि जानु हुँदैन रहेछ सिधै गोसाइकुण्ड हामी चाहिँ हिँड्दैछौँ यति गाह्रो Oh my god भैरव कुण्ड गाइज my god हातले नि त ल फेरि दाइ फेरि फुलिन्छ भैरव कुण्ड हेर्दैछौँ हामी गाइज फोटो खिच्दै हुनुहुन्छ नजानु भन्दा हुँदैन त्यहाँ फाइनली गाइज गोसाइकुण्ड 4380 we did it कसलाई देखाउने सुख कसरी देखाउने खुसियाली कति खुसी छ भन्ने कुराहरू कसरी देखाउने God फाइनली गाइज गोसाइकुण्ड आइपुग्यौँ सोचेको थिइनँ म त आइपुग्छु जस्तो लागेको थिएन हामी चाहिँ आइपुग्यौँ हिउँ परिरहेछ अलिअलि तर भिडियोमा चाहिँ देखाएको थिएन अलिअलि परिरहेछ हिउँ चाहिँ दिदीहरू त फोटो खिच्यो भने चाहिँ लास्ट अघि एकछिन चाहिँ म फर्स्ट भएको थिएँ फेरि लास्ट भइसक्यो कपीहरू सबैजना अगाडि गइसक्यो मान्छेहरू हेर्नु न गाइज यति राम्रो म सबैमा बयान गर्न सक्दिनँ यति दुःख चाहिँ छ यहाँ माथि आइपुगेपछि दुःख सब गायब
हामी चाहिँ रुम आइपुग्यौँ गाइज होइन। अब रुमबाट चाहिँ हामी त एकछिन कसै गुन्डा घुम्न जान्छौँ। यसरी बनाऊ कि त्यो चाहिँ कस्तो खान्छ ओइ ल्याउनु न त्यहाँ के त हो ऐना त्यहीँ त आयो क्यामेरा हामी चाहिँ अब कसै गुन्डा फाइनल्ली राम देखायो कि हामी चाहिँ भोलि नआउने भनेको गाइज। कत्रो ठुलो रहेछ है, म त सानो खबर ठान्ने थिएँ। गाइज खुलिरहेको छ अहिले चाहिँ, भोलि हामी नआउने बेला चाहिँ कस्तो हुन्छ थाहा छैन। पछाडिबाट त्यसरी पछाडिबाट ल पछाडि फर्केर यति सुकुन पक पक हरूको अविनाश चाहिँ आजै नआयो। हामी चाहिँ भोलि नआउने भनेर बसेका छौँ। यहाँ फोटो सुट भइरहेको छ। Oh my God, अनबिलिभेबल भ्यू छ यहाँ चाहिँ। हामी चाहिँ यहाँ आइपुगेर होटलको रुममा बस्दैछौँ सबैजना। गाडी के अरे वेलकम। सबजना बिजी छ गाइज, वाइफाई बिनाको जिन्दगी। हामी यहाँ बेलुकाको खाना खाँदैछौँ अब सबजना। हामी चाहिँ खाना खाएर सबैजना आगो ताप्दैछौँ अब। कसै गुन्डा तपाईँहरूले लेख्ने बित्तिकै मेरो भिडियोहरू आउँछ कि प्राय। हेलो गाइज, गुड मर्निङ। हामी चाहिँ 4 बजी उठेर जाने भनेको हालत यस्तो छ। बाहिर चाहिँ पुरा हिउँ परेर कि हामी चाहिँ अब हामी नुहाउन सक्ने स्थिति छैन यहाँ। हामी चाहिँ यहाँ लाइन टच बालेर बसिरहेछौँ लाइन हेरेर। अब हामी उठ्छौँ गाइज। कस्तो जाडो गाइज। मर्निङ भ्यू 5 बजेको। यस्तो चिसोमा कसरी नुहाउँछौँ हामी। ओ माई गड, पुरै हिउँै हिउँ। आई डोन्ट नो। यस्तो भाउ चाहिँ गइसँग हो। यस्तो छ गाइज मर्निङ भ्यू। पुरै ढाकिसक्यो। अब के हाल्ने, एकछिन कुरौँ न। हामी बाहिर गएको मान्छे चाहिँ पुरा फेरि फर्केर आयौँ। यस्तो चिसो हामी जाने बित्तिकै चाहिँ त्यहाँ बाहिर चाहिँ पुरै कुहिरो छोडिदियो। अनि फेरि हामी बाहिर आएको। ज्ञान भूमि शान्ति भूमि तराई पहाडी माला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल। हामी चाहिँ नुहाएर आयौँ। हामी चाहिँ भ्यू हेर्दैछौँ। अब नुहाएको चाहिँ भिडियो बनाउनु सकिनँ। लुक एट दिस भ्यू गाइज। उता भैरव कुण्ड, यता गोसाइकुण्ड, त्यहाँ मान्छेहरू नुहाउँदै हुनुहुन्छ। हामी चाहिँ नुहाएर आइसक्यौँ सबैजना कामदै। गाइज हामी चाहिँ गोसाइकुण्ड नुहाइ पनि सक्यौँ। अनि नुहाएको चाहिँ भिडियोहरू मैले बनाइनँ किनकि यस्तो चिसो थियो। हामी नुहाउन चाहिँ नुहायौँ है। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। केही नआउने म त काली भइसक्यो। अब हामी चाहिँ यहाँ निस्किन्छौँ खाजा खाएर। यस्तो छ यहाँको भ्यू चाहिँ। तपाईँहरूलाई देखाउँछु म। हिउँ परिरहेको छ सबैतिर, हिउँ परेछ है। म ब्याक क्यामेरा गरेँ। पुरै हिउँ चाहिँ हिउँ छ अहिले चाहिँ। त्यहाँ चाहिँ हो गोसाइकुण्ड। यहीँ हामी चाहिँ यो होटलमा बसेको थियौँ, द लेक साइड। अनि अब यो चाहिँ यहाँ सबै माथि हिउँ नै हिउँ छ, देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ सूर्यकुण्ड चाहिँ गएनौँ किनकि एकदम गाह्रो भइसकेको थियो यहीँ पुग्दा नै। अब चाहिँ हामी यहाँबाट खाजा खाएर हिँड्छौँ
यस्तो राम्रो भ्यू छ। हामी यहाँ अब जाँदैछौँ। नेपाल रे यहाँ फोटो खिच्न जाँदैछौँ गाइज। अब हामी निस्किन्छौँ। जाऊ न फोटो खिच्न नि बनाउला के भयो म एक झन्डा बोक्छु यसरी। गाइज हामी यहाँबाट हिँड्यौँ। बाई बाई सेकेन्ड हामी होटल बसेको। अब म चाहिँ लागेँ फर्स्टमा मै लागेँ आज चाहिँ आयो न होइन मैले एउटा लौरी लिएर है आओ बाई। गाइज ठाडे ओह्रालो माई गड हिउँ परेर सब बिस्तारै हिँडौँ है गाइज। एकचोटि कराउन इको आउँदो रहेछ कि यहाँ। एउटा भिडियो बनाएको हो कि त्यो भिडियो बनाएको हो कि त्यो मान्छेहरूको अनि आउँछ कान्छी मान्छे त आएन। जाऊ जाऊ तिमीहरू जाऊ 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 जाऊ। अहिले पनि हिउँ रहेछ यहाँ। दिदी चाहिँ 2 दिन भयो सुत्नु नै भएन। म चाहिँ मस्त निदा हो। दाइ पनि निदान भएन है दाइ। म त 3 दिन भयो सुतेको छैन। तपाईँ यहाँ आउनु होइन साथी त है। नुवाकोट आएर म 1 दिन बस्छु 4 घण्टा सुतेको नि। अनि हामी यो कहाँ आइपुग्यो चोलाङपाटी? ए होइन के हो रे ठाउँको नाम? भाउजू चाहिँ हिँड्न सक्नु भएन आज चाहिँ लास्टमा हुनु चाहिँ धकाल्दै ल्याइरहेको निश्चलले। कविना निश्चल के अरे कविना रोबिन करुण चाहिँ अगाडि अगाडि गइसक्यो। हामी यहाँ भाउजूलाई कुर्दै कुर्दै बिस्तारै बिस्तारै हिँड्दैछौँ गाइजहरू। यहाँ चाहिँ अब हामी स्नोम्यान बनाउँदैछौँ गाइज। साबल चाहिँ कहाँ फेरि यहाँ खै ए गाइज हामीले साबल पनि भेटायौँ। अब हामी स्नोम्यान बनाउँदैछौँ। कविनाहरू चाहिँ कहाँ पुगिसक्यो। हामी चाहिँ यहाँ 5 जना चाहिँ यहाँ छौँ। ओके युगो यहाँ अर्को दाइहरूले बनाउँदिनुहुन्छ ऊ हिउँमा हिउँ खेल्दैछौँ गाइज हामी। हाम्रो स्नोम्यान भएपछि दाइहरूको त्यस्तो दामी भएको स्नोम्यान हो। हाम्रो यहाँ कम्पिटिसन यस्तो राम्रो भएन। हाम्रो चाहिँ राम्रो भएन। म चाहिँ गर्दिनँ है ल बनाऊ भत्किला नि मेरो स्नोम्यान स्नोम्यान भयो गाइज। ल दामी ल मासुमा के राख्नु पाइन्छ नि रातो 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 माटो म गाइज हिजो चाहिँ हामी मास्तिर उक्लाउँदा केही देखेको थिएन। पुरै बादल लाएर चाहिँ पुरै खुलेको छ। यस्तो डाँडा रहेछ। हिजो चाहिँ हामीले यस्तो देखेको थिएनौँ। भाउजू चाहिँ एक्सट्रिम धेरै भएर अहिले लास्टको मान्छे अगाडि पुगिसक्यो। फेरि एक्सट्रिम हार इनर्जी बुस्ट भएर हामी चाहिँ लास्टतिर छौँ है। यो देख्नु सक्नुहुन्छ होइन फेरि मास्तिर छोपी चाहिँ आइसक्यो। तलतिर चाहिँ खुल्लै आइरहेछ। गाइज हामी चाहिँ यहाँ फर्किँदैछौँ चन्दनबारी भन्दा। चन्दनबारी पुग्न लाग्यो। अब हामी चन्दनबारी चाहिँ हामी पुग्न लाग्यौँ। हामी 4-5 जना चाहिँ यहाँ छौँ। 3 जना चाहिँ खै कता हो कता। अनि हामी चाहिँ फर्किँदैछौँ। फर्किन चाहिँ एकदम सजिलै हो उक्लेको भन्दा चाहिँ। हामी चाहिँ अब बिस्तारै बिस्तारै जाने कोसिसमा छौँ। आज चाहिँ हामी घरै पुग्छौँ भन्ने सोच छ। कति बजी पुग्छौँ हामी तल अनि त्यो अफिसमा तपाईँलाई अपडेट दिँदै गर्छु। अरू हाई कस्तो भइरह्यो यात्रा? खुट्टा दुखेन नि? दुखा कविनालाई ओइ निश्चले ल अब चाहिँ हामी कुर्दैनौँ जान्छौँ। खै कहाँ हो कहाँ देखिँदैन कता हो कता। गाइस हामी चाहिँ ऊ त्यो डाँडाबाट नि यो हिमाल 2टा हिमालको बिचमा पुगेर आएको। हामीले हिजो देखाएको थिएनौँ र त हामी उहाँसम्म पुगेर हामी भाउजू भन्नु त म त फर्किन्थ्यो होला साँच्चै हो त्यस्तो माथि उहाँ माथि हिजो चाहिँ हामी हिँड्दा चाहिँ तुवाल लगाएको थियो सबै है भाउजू केही देखाएको थिएन। हिजो हामीले यहाँबाट उहाँ पुग्नु हो भने त हामी फर्किन्थ्यौँ। टेन्टहरु देखाबाट माथि त मलाई साफ छैन यति गाह्रो भयो नि त्यो लौरी बिनाए हो त्यो यो लौरी बिनाए। अनि यो 2टा हिमालको बिचमा कसरी पुगेर आयौँ हामी भन्ने। यहाँ हामी त्यो आत्तिरहेछौँ यहाँ त्यो हेरेर।
मैले त म त यहाँ सातो गएर त्यत्रो पुगेर आएँ भनेर बचाऊ आइया भयो भयो सानो नानीलाई बचाऊ हामी चाहिँ चन्दनबारी आइपुग्यौँ अस्ति हामी चाहिँ यहाँ बसेको थियौँ अनि हिजो हामी यहाँबाट हिँड्दै गएर चाहिँ सिधै गोसाइकुण्ड बसेको थियौँ अब चाहिँ अहिले चाहिँ हामी चन्दनबारी आइपुग्यौँ आज चाहिँ हामी घरै पुग्छौँ अब हामी 3 घन्टामा त तल पुग्छौँ होला किनभने यत्रो जस्तो हुँदैन नि त गाह्रो सबैजना अगाडि अगाडि गइसक्नुभयो म चाहिँ पछाडि लास्टमा चाहिँ सबैको भिडियो बनाइदिइरहेको छु अहिले अनि म चाहिँ अलिक घरमै लडेर खुट्टा फर्क्यो गाई त्यो पनि म बिस्तारै हिँडिरहेको छु भनेर चिनाउनु म यहाँ चाहिँ यो चन्दनबारीको छुर्पी फ्याक्ट्री हो अनि हामी चाहिँ यहाँ अनि हामी यहाँ छुर्पी लिएर अब यहाँबाट फेरि अब हामी 3 घन्टा लाग्छ होला नि भाउजू 5 बजी हाम्रो गाडी आउँछ हामी चाहिँ अब यहाँ चन्दनबारीमा तपाईँहरूले छुर्पी किन सक्नुहुन्छ यहाँ आएर गाइस हामी चाहिँ हिँड्दैछौँ मलाई चाहिँ अलिकति गाह्रो भएको जस्तो भयो अनि भाउजूलाई उता दाइले समात्दै अलिकति भाउजू र म मात्र हो अलि शिथिल जस्तो भएको भने चाहिँ अरू सबै फाइन छ अघि त म चाहिँ एकछिन त हिँड्नै नसकेको भएको थिएँ हामी चाहिँ अहिले बिस्तारै जाँदैछौँ 4 बज्न लागिसक्यो आज हामी धुन्चे पुगेर घर पुग्छौँ कि नै थाहा छैन पानी पर्ला जस्तो भइरहेछ 4 बज्न लागिसक्यो नि गाइज हामी चाहिँ घर आइपुगिसक्यौँ है हिजो चाहिँ मैले केही भ्लग बनाउनु सकिनँ अनि हामी चाहिँ अहिले जाँदैछौँ नमाइजको घर बिहानै दिदीहरूलाई उठाउन हामी चाहिँ नमाइजीहरूलाई उठाउनु जाँदा चाहिँ हिजो चाहिँ हामी 11 बजी आइपुगेको थियौँ है गाइज खुट्टा अहिले पनि बिस्तारै हिँडिरहेको छ 11 बज्न लागिसक्यो दिदीको घर आइपुग्यौँ चिया खानुपर्छ चिया सबै हामीलाई चाहिँ हामी त 8 बजी उठ्यो यो चाहिँ हामी गोसाइकुण्ड गाइज डे 4 कस्तो हो दाइ हालत दिदी भाउजू धेरै गाह्रो हुन्थ्यो उहाँ है गाइज अनि उहाँ निश्चल कस्तो हो तेरो हालत रोबिन नि कविना नि हामी चाहिँ हिजो कहानी सुन्दैछौँ गाइजहरू हिजोको गोसाइकुण्ड गाइजहरू तास खेल्दैछन् है साथीहरू एउटा उहाँ एउटा हामी यहाँ छौँ सबैजना हिजोको गोसाइकुण्ड टोली हाई ऊ त्यो एउटा चाहिँ होइन है गाइज यो चाहिँ अरू सबै हो हामी चाहिँ यहाँ गफ गर्दैछौँ है हिजोको कुरा हाम्रो टिभी हेर्दै दिदीलाई चाहिँ यहाँ भर धुन थाल्दैछ अब